इन्टरभ्यूमा के दिने हो पहिला लिँदैछु त्यो मान्छे साधारण मान्छे होइन अलिकति त्यो मान्छेलाई पनि एकदम फुलमाला चढाएर एकदम जोत गर्नुपर्ने बेला त्यसको व्यवस्था मिलाउला भन्नु गाह्रो जानु चोरको विधि पुर्याइसकेको भन्नु म चाहिँ सच्चा मायर ल्याउ तपाईँ रामबहादुर भन्दा नि बस्नु अब भाइको बिहे भइगयो त्यसरी आउन पाऊ तिम्रो बिहेमा पनि तामाउने ल्याउनु एउटा आमाको यस्तो हुँदो रहेछ भनेर सिकिराख्नु बुझिराख्नु जानिराख्नु खुट्टा पर्दैन हातमा खुट्टामा ढोक्नु हुँदैन बुद्ध भगवानको पास हुन्छ जेठाले पहिले हातले ढोकिएर अन्तिममा ढोकाउने सिधै के भयो ए अझै ओहो बाकी अब सकेपछि चाहिँ खानामा जाउँ अनि त्यसपछि एउटा कुरा मलाई चित्त बुझेन मामाले कति भयो अरे हाम्रो मेरो माइला सर त जोडी पनि पाएन आज कि छ भाइ माइला सर यो अझै ढिलो आयो बडा भाइ भन्छन् माइला मामा कहाँ भएर आउनु भयो अन्तिमको मान्छे लाग्न आँटेर मारे त यो पछि फेरि मावर आउने लाउनु झन्डै मै जस्तो भएको यो अहिले काई पर्दै मैले बुझिसके त भन्नु अनि फेरि लाग्नु यही होस् है अरू कुरा ठिक छ त्यही एउटा मात्रै बिग्रेको छ त्यो पनि सप्रिसक्यो मैले पनि धेरै पाएँ हो त नि यो जहिले चाहिँ आसी नदिनु है जहिले आसी दियो फेरि अर्को पनि कता छ भनेर खोज्दाखेरि हुँदैन त्यस्तो झिल्के छ के गर्नु आउँदा ढोग्नु पर्छ अनि सालालाई भन्दैछ सालालाई लायो भनेर होला म कहाँ
जुन तरिकाले हुन्छ नि अरे भाइको के भनेको त बाबु के देख्छु त म बाबा कुमार छ अझ त त्यो फुट्ने आएको न भन्छ यो पनि सोध्नु भन्छ थाहा होला म त केही भन्दिनँ यो तस्बिर बोलिरहेछ होइन फेरि मामाहरु फेरि मामाहरु दिसेले छ मामाहरु घुरी यहाँ त 6 भाइ छ अरु कुसे लो न चाहिँ कुसे घुरी मामाले टिका लगाइदिनु दुई गुडको क्या दुई गुडको खाना दिनु न मलाई माटेकी खाना उता ठिक लगाएर लगाइराख्नु पर्दैन मामाले लगाइदिनु माइतीले खाना लगाइदिनु अनि नाकु बिरुवाले नि हैन अझ एक एकवटा खाना इसे र उ इसे चाहिँ खाली नगर्नु भनेर मात्रै हो ठिकै छ उहाँहरुको खाना होसे मैले सिस्टम मिलेन कि अब यो त पसिनै हो नि त हैन ठिकै भने त कसले किन अनि बिहे पनि सक्यो पातालमा आकाशमा मात्रै हैन पातालमा पनि दे पातालमा पनि हो ठीक छ त हजुर पर हैन उहाँको अधिकार हो एक्सन एक्सन मेरो हात छोटो भएको हो कि बिनाजु ननी हैन हातै छोटो भएको हात छोटो अहिले बेला बेनाजुलाई चाहिँ के अरे हात छोटो भयो त्यसमा दाइ जेठा दाइबाट साल सुरु गर्नु जेठा दाइ जेठी पहिला यता ढोक्दै जाउँ पैसा लियो यता 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 त दाइ अब यसो गर्नु हाम्रो पालो यताबाट लगाइदिनु भएन अब यसो यो तपाईले अब उठाउनु पर्यो उहाँहरूले यो सिकाएर आफ्नो सामान राख्नु ठेक लगिदिउँ त ल मैले त हामी अघि लिएको नि
बुबहरू उहाँ छ उहाँ उता जाम के बुबहरू उहाँ म मुवा छ के लागेको के भन्छ पैसा मागेको अरे कोही हिल्समा तँलाई किन चाहियो भाइ व्यक्तिगत रूपमा टिका लाउँदै दिनुहुन्छ जे पनि हुनसक्छ यहाँ भोलि फेरि त्यो के अरे इन्टरभ्यू के लिन आउँछ नि यो त ल्याउनु म त आजले मरिजान्छु नि हमारे छोप्नलाई मुख रुमाल दिन्छु नि फेरि ए नमन यता मुन्टो नबटेर यता खुसी हो यता भान्जे दुईटा मैले एकैचोटि सबैलाई मम हो भनेको अरे कतिखेर खोल्नु भएको थियो क्या तेरी मन चाहिँ छैन त हौ उता बोला बाबाले त तेरी मन त